हामी यति बेला भारतको उत्तराखण्ड राज्यको नैनीताल जिल्लामा छौँ। नैनीतालमा रहेको यो चर्चित पर्यटकीय केन्द्र नैनीतालको सैर हाम्रो अहिले चलिरहेको छ। जम्मै अगाडिका पछाडिका ब्याकग्राउन्डका यी सब के भन्छ यसलाई बोटहरू चाहिँ सबै हाम्रै टिमको हो। हामी धनगढीबाट एरिस्टो हायर सेकेन्डरी स्कुलको चाहिने विद्यार्थीहरू लिएर आएको छौँ। यहाँ नानीहरू छन्, मसँग यो दुईजना छन् सँगै र अब हामी बोटिङ पार्टनर र यहाँ हाम्रो के अरे बोटिङ गर्ने दाइ हाम्रो के भन्छ बोटम्यान होइन। हामी अब आधी बाटोतिर गएर फर्किनेछौँ। नैनीताल खास त्यस्तो नयाँ जस्तो त लागेन, तर पनि यहाँको विकासले चाहिँ ओहो एकदमै चमत्कारै गरेको छ है। गजब छ यो हेर्नु त, त्यहाँ माथि पुरा डाँडो हो, यो चट्टान हो, त्यो संरचनाहरू निर्माण भएका छन्। त्यो बाटो उत्तिकै राम्रो छ, त्यहाँको पानीको निकासहरू त्यत्तिकै विकसित छ। सबै यो डाँडाभरिको जति पनि हामी देख्दैछौँ त्यो सबै पानी बर्खाको निकास जतिको यही तालमा हो नि। र यहाँबाट पनि निकास भएर उता यो यतापट्टि छ एउटा खोज, त्यहाँबाट सानो त्यो खोजबाट चाहिँ बाहिर निस्किन्छ। यसरी चाहिने अब यहाँ के अरे मैले भिडियो बनाएको देखेर यिनीहरूलाई टेन्सन भइसक्यो। अब यिनीहरूको टिकटकको टाइम भयो अरे, टिकटकरहरू। ल अब मैले यति भने, बाँकी हामी आज बेलुका नाइटमा यहाँबाट फर्किँदैछौँ। बडा गजब भयो, राम्रो भयो। अब भोलि हामी घर पुग्छौँ। ल सी यू। ल थ्याङ्क यू फर वाचिङ अस।